4 करोड त टेलर मात्र हो, अब आधा सम्पत्तिले। चिमोरियाको कट्टुने खुस्किने गरी तुलसाको अन्तिम प्रहार। खेल अब 4.5 करोडको मात्र रहेन, खेल अब अर्बौंको सम्पत्तिमा पुगेको छ। चिमोरियाले ब्ल्याकमेलिङको जाहेरी हालेपछि चीनबाटै तुलसा अधिकारीले यस्तो एटम बम प्रहार गरेकी छिन् जसले चिमोरियाको सातो उडाएको छ। तुलसाले सिधै चुनौती दिएकी छिन्, तेरो श्रीमतीको जति भाग छ मलाई पनि त्यति नै आधा अंश चाहिन्छ। श्रीमतीलाई चौथो स्टेजको क्यान्सर भएको झुटो नाटक गरेर तुलसालाई ओछ्यानसम्म पुर्याउने चिमोरिया अहिले आफै कानुनको फन्दामा पर्ने देखिएको छ। 4 करोड खाइसकेको आरोप खेपिरहेकी तुलसाले अहिले आएर अंश दाबी गर्नुले यो घटनालाई नेपालकै सबैभन्दा महँगो कानुनी लडाईँ बनाइदिएको छ। तुलसाको दाबी छ, झुटो बोलेर नियतवश स्थापित गरिएको सम्बन्ध बलात्कार किन नहुने? तर उनले अब बलात्कार मुद्दा होइन, बकाइदा श्रीमती सरह अधिकार खोजेकी छिन्। चिमोरियाले आफू जोगिन आफ्नै श्रीमतीलाई अंश मुद्दा हालेको खुलासाले यो घटनालाई अझै विभत्स मोड दिएको छ। काठमाडौँदेखि चीनसम्म फैलिएको यो अंशकाण्ड अब अदालतको कठघरामा पुग्दैछ। तपाईको विचारमा यो हनी ट्र्याप हो कि धोका पाएकी नारीको प्रतिशोध? के तुलसाले आधा सम्पत्ति पाउनुपर्छ? कमेन्टमा आगो ओकल्नुहोस् र भिडियो सेयर गर्नुहोस्।